कलर गिफ्ट एक्सचेन्ज गेम खेल्दैछौँ। अनि यसमा चाहिँ के छ त भन्दा अब नानुलाई खासै सामान किन्न जान्दैन भनेर चाहिँ हामीले अहिले रिसेन्टली पर्चेस गरेको किनेको सामान जे छ त्यसलाई चाहिँ युटिलाइज गर्दैछौँ। केही चाहिँ अब मैले दिन्छु भने केही चाहिँ कलर अनुसार नानीले मलाई दिन्छ। र सुरु गरौँ है त। ल फर्स्ट कलर नानु व्हाइट है त। व्हाइट के छ तिम्रो? पख म झिक्छु नि है। रेडी रेडी भयो तिम्रो? मेरो हरायो नि त पख है। ला हरायो के होला। 1 2 3 गो। साबुन इरेजर तिम्रो के हो? वाउ यो चाहिँ क्युट छ है। फेरि यसमा पिङ्क पनि मिक्स भएको छ। हामीले व्हाइटमा युज गर्यौँ है। यो चाहिँ के भयो त? पर्फ्युम। ल आफ्नो लिनु पर्यो है नि त। ल नेक्स्ट कलर है। ल 1 2 3 गो भन्नु पर्यो। ल खोजे भेटायो? कुन कलर हो? पिङ्क कलर भेटायो? ल 1 2 3 गो भन तिमीले। 1 2 3 गो। ये यो चाहिँ पिङ्क यता व्हाइट छ फेरि पिङ्कमा युज गरेँ। नानीलाई चाहिँ यो जोन्सन बेबीकै मोइस्चराइजर युज गरिदिन्छु मैले। सो मोइस्चराइजर तिम्रो के हो? लिपस्टिक फेभरेट अर्बानको लिपस्टिक अहिले रिसेन्ट फेभरेट। ल राख। नेक्स्ट कलर वेट ब्लू भयो रेडी? रेडी? ल 1 2 3 गो। ए तिमीले 1 2 3 गो भन भनेको ल भइहाल्यो। ल मेरो चाहिँ छ ओरियो। तिम्रो के छ खै? मेरो एउटा क्रन्च र एउटा किरिङ। दराजलाई भाच्यो एउटा किरिङ। भाचेर हामीले चाहिँ रिसेन्टली लिएको थियौँ यो क्युट किरिङ। हामीले त्यही युज गरेको। ल अर्को छ हाम्रो अब ब्ल्याक। यो चाहिँ तिमीलाई एकदम काम लाग्ने चिज हो है फेरि डेली। रेडी? रेडी 1 2 3 गो भन तिमीले। 1 2 3 गो। ये पेन्सिल। मोजा। वाउ ल नामको न्यू मोजा मेरो पनि न्यू। थ्याङ्क यू। ल अर्को कलर छ हाम्रो रेड कलर। ल मेरो इन्ट्रेस्टिङ छ। मेरो चाहिँ सबै डिटेलमा नानीलाई खासै थाहा छैन। उसको चाहिँ मैले म्यानेज गरिदिएको है। ल 1 2 3 गो भन तिमीले। 1 2 3 गो। तिम्रो रेड पेन। थ्याङ्क यू। ल हाँसलाई है। रेड पछि अब छ येल्लो। ल 1 2 3 गो भन न। तिमीले भन। 1 2 3 गो। मनाको बिस्किट। ल ठिक छ यो पनि है। अब नेक्स्ट कलर येल्लो सक्यो है। अब हाम्रो चाहिँ सेकेन्ड लास्ट यो चाहिँ है त ग्रिन निकाल। ल रेडी गरे ग्रिन भयो? रेडी भयो? यस। ल 1 2 3 गो भन। 1 2 3 गो। मलाई चाहिँ एकदम रुगा लागेर चाहिँ आवाज नै चेन्ज सुनिराख्नु भएको होला। अलिक सन्चो भएको छैन 2 दिन भयो। यो चाहिँ खै कोरियन फेमस के हो यो पेप्रो भन्ने चाहिँ चक्लेटी स्टिक रहेछ। यो चाहिँ हामीले 2 4 वटा झिकेर खाइ पनि सक्यौँ। मिठो पनि छ है। ल झन्डुबामा एकदम रुगा लागिरहेछ मलाई। सो ग्रिनमा हामीले यो युज गर्यौँ है त। अब लास्ट कलर भनेको हाम्रो के छ त भन्दा ओरेन्ज छ। इन्ट्रेस्टिङ छ। वाउ वाउ। ल 1 2 3 गो भन नि त। 1 2 3 गो। मौसम्बी। मेरो चाहिँ यो पाइनएप्पल क्रिप्स बिस्किट छ। जम्मा 2 पिस हुन्छ। एकदमै यम्मी छ है। ल अब चाहिँ एउटा के क्वेसन। ओ यस बिस्कुट दिनै बिर्सेछु। सुन ल यो मेरो सुन तिमीलाई चाहिँ यो गिफ्टहरू मध्येको सबैभन्दा इन्ट्रेस्टिङ के लाग्यो? ल भन क्युट इन्ट्रेस्टिङ के लाग्यो? एउटा मात्र पिकअप गर्न पाइन्छ। इन्ट्रेस्टिङ या क्युट के लाग्यो? यो लाउनको लागि राम्रो हुन्छ है। ल ठिक छ। अनि म भन्नु अब मलाई के लाग्यो भनेर। मलाई चाहिँ सबैभन्दा मन परेको चाहिँ यो क्युट किरिङ हो है। ल यस्तै थियो हाम्रो भिडियो।